रिभ्यू एपिसोड लिएर आइसकेको छु सकस सिरियलको बारेमा। हो दर्शकबिन, आजको भिडियोमा हामीले फेरि पनि रिभ्यू एपिसोड ल्याएका छौँ। आजको भिडियोमा भने हामीले रिभ्यू गर्नेछौँ कि सकस सिरियल नम्बर 141 भागको बारेमा। दर्शकबिन, यता भने चन्द्रले ठुलो रूपमा चाहिँ परिवर्तन ल्याएका छन्, जसले गर्दा चाहिँ नियन्त्रणमा रहिरहेको छ। मुनाले भने अब हराइरहेकी छिन्, उनलाई खोज्नको लागि एकदम प्रयास गरिरहेका छन्, तर भने उनीहरूले सकिरहेका छैनन्। कि अब मुनाले चाहिँ गर्न सक्लिन् कि उनीहरूले भेट्टाउँछन् मुनालाई? तपाईँले कहिले हेर्नुभएको छ सकस सिरियल? मुना भने अहिले कहाँ हराइरहेका छिन्, उनीहरू एकदम चिन्तामा परिरहेका छन्। चन्द्रे भने निकै चिन्तामा परिरहेका छन् भने जसले उनलाई चाहिँ पीडा दिइरहेको छ, जसले गर्दा चाहिँ यस सिरियल नियन्त्रण रूपमा हिँडिरहेको छ। त्यसले गर्दा तपाईँहरूले यस सकस सिरियल हेर्नुहुन्छ भने चाहिँ लाइक एन्ड सब्सक्राइब गर्न भने नबिर्सिनु होला। हामीले यस सकस सिरियलको बारेमा रिभ्यू मात्र गरिएको, जसले गर्दा चाहिँ हामीले मोटिभेसन मिलोस्। दर्शकबिन, यस सिरियलमा भने निकै ठुलो रूपमा देखाइएको छ, जसले गर्दा चाहिँ अट्र्याक्टिभनेस बनाइरहेको छ। यो सकस सिरियल एकदम अहिले लोकप्रियता बढिरहेको छ, जसले गर्दा चाहिँ हामीलाई खुसी लागिरहेको छ र हामीले चाहिँ डेली रूपमा हेर्न पाइरहेका छौँ, जसले गर्दा चाहिँ हामीले होस पोस्पेरिटी युनिटी र विस्डम दिइरहेको छ। तपाईँहरूले पनि यसलाई हेर्नुहुन्छ भने च्यानललाई लाइक एन्ड सब्सक्राइब भने गर्न नबिर्सिनु होला। हो दर्शकबिन, यस सिरियलमा ठुलो रूपमा परिवर्तन पनि हुँदै गएको छ भने हामीहरूले चाहिँ यसको बारेमा पनि हेरिरहेका छौँ। हाम्रो बाबै पनि बाहिर गएर बसिरहेको छ, जसले गर्दा चाहिँ सकस सिरियलको रिभ्यू मनपर्छ भनिरहेको छ। आउन सक्छस् बाबै, आइज छिटो। क्यामेरामा देखिनको लागि आइसकेको छ भने यता रिमोट डुकाएर चाहिँ गइरहेको छ। दर्शकबिन, बाबाई चाहिँ अहिले उता पानी खान गइरहेका छन् भने मैले यसको बारेमा रिभ्यू एपिसोड गरिरहेको छु। दर्शकबिन, यदि तपाईँले यस सकस सिरियल हेर्नुहुन्छ भने आफ्नो प्रतिक्रिया भने दिन नबिर्सिनु होला। च्यानललाई लाइक सब्सक्राइब र कमेन्ट गर्न भने नबिर्सिनु होला। हामीले भने फेरि पनि यस्तै किसिमका रिभ्यू एपिसोड लिएर आउनेछौँ। हस्त धन्यवाद भन्दै म अहिले क्यामेरा राख्न चाहन्छु। हस्त धन्यवाद। तपाईँले यस च्यानललाई लाइक सब्सक्राइब एन्ड गर्न भने नबिर्सिनु होला। अहिले भने हामी अर्को एपिसोडमा भेट हुनेछौँ। हस्त धन्यवाद, नमस्कार, जय देश, जय नेपाल।